हेलो साथीहरू, के गर्नु हुँदैछ? म सधैँ जस्तै आज नि बिहान दोकान गएर आएर घाँसहरू काटेर नुहाएर अब दोकान जाँदैछु डेडलाई खाना लिएर। यहाँनिर छ हाम्रो धानको बिउ राखेको। हाम्रो त उम्रेकै छैन, हजुरहरूले त राखेर उमारिसक्नुभयो होला। हाम्रो त भर्खर राखेको। बिउ राख्ने बित्तिकै बेलुकादेखि पानी आउन थाल्यो। उम्रिने हो कि होइन थाहा छैन। हजुरहरूकोतिर परेवा आएर कतिको बस्छ धानमा? हाम्रोमा त परेवा बसेर वाक्क लगाइसक्यो। आधी धान त परेवाले खाइसक्यो होला। कतिको उम्रिन्छ थाहा छैन। यहाँनिर छ स्कुल, यहाँनिर छ हाम्रो खेत। हाम्रोमा त मकै पनि हो त्यस्तो छ, मकै पनि फलेको छैन। यस्तो छ मकै, पानी नपुगेर होला नि नफलेको। म दोकान जाँदैछु। यहाँ छ स्कुल। अब दोकान जाँदैछु। वहीँनिर गएर भेटौँला है त साथीहरू। म दोकान पुग्न लागेँ अब। यहाँ छ हाम्रो दोकान। आज दोकान भिड छैन जस्तो छ। पुग्न लागे अब। डेडी के गर्नु हुँदैछ है त? डेडी 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 त हुन्न रहेछ पसलमा। आमा के गर्नुभएको? मासु ल्याउनु भएको छ राख्ने। मासु? डेडलाई खाना लिएर आएको। यो चटपटेको पानीपुरीको लागि आलु। मासु ल्याउनु भएको छ नि, किन नखाने? मासु हो। अनि तपाईँ के गर्न आउनुभएको? म भात खान आएको, भोक लागेर। अनि तपाईँलाई यहाँनिर भात चाहिँ कसले दिन्छ? हजुरले। हाम्रोमा त्यस्तो सेवा छैन त। अनि 1 बजिसकेदेखिर डेडी भन्दै भात ल्याउने हो। 10 बजे अनि हाम्रोमा खाना पाउँदैन त। हाम्रोमा त चटपटे पाउँछ, पानीपुरी पाउँछ, चिया, हामी काम गर्ने मान्छेलाई नास्ता। त्यो नास्ताले आउँदैन क्या। ए त्यसो। डेडी खोइ? डेडी काठमाडौँ। अनि तपाईँ चाहिँ यहाँनिर हावा खाएर बसिराख्नु भएको? हजुर, त्यही खाना त्यस्तो नि पाउँछ? अनि खाना त्यही आउँछ भने पैसा साइडमै बसेको।